ल है मित्रहरू, नयाँ वर्ष मनाउनको लागि मधेस पहाड कता कता टाढा टाढाबाट तिनजुरे घुम्न आउँदाखेरि हाम्रो पर्यटकहरूलाई एकदमै जाम भएर शास्ति भइराखेको छ मित्रहरू। यो बसन्तपुर बजारमा अहिले गाडीको जामै भइराखेको छ मित्रहरू। गाडीको अवस्था एकदमै भिडभाड छ मित्रहरू, जाम भइराखेको छ। उताबाट गाडी जामले गर्दाखेरि एकछिन अलिअलि मात्रै गाडीहरू क्रस भइराखेका छन् मित्रहरू। तिनजुरे भिजिट गर्न चाहनुहुन्छ भने मौसमलाई अलिकति हजुरहरूले पनि ख्याल गरेर आउनुहोला, नत्र भने दुःख पाउनुहुनेछ मित्रहरू। अहिले आज 2083 साल वैशाख 12 गते शनिबारको दिन तपाईँको तिनजुरे भ्रमण गरेर फर्किनुहुने मित्रहरू, कारमा आउनुहुन्छ भने तपाईँहरूलाई समस्या भएन। ठुलो गाडी 4 पाङ्रे गाडीमा आउनुहुन्छ भने समस्या भएन। मोटरसाइकलमा आउनुभयो भने तपाईँहरूलाई अलिक गाह्रो हुनसक्छ। पानी पनि पर्छ, यहाँ अहिले घाम लाग्छ, अहिले पानी पर्छ, कुनै पनि बेला पानी पर्न सक्छ, चिसो मौसम छ। त्यही भएर त्यही हिसाबले तपाईँहरूले तयारी गरेर आउनुहोला। कहाँबाट कताबाट आउनुहुन्छ तिनजुरे घुम्नलाई हजुरहरूले अवश्य पनि तयारी गरेर आउनुहोला। आज एकदमै गाडी जाम भएर भिडभाड भएको अवस्था छ, त्यही भएर तपाईँहरू पनि सजगता अपनाएर आउनुहोला। पानी पनि परिराखेको छ भने दर्शक यहाँ घुम्न आउने टुरिस्टहरू पर्यटकहरूलाई धेरै नै आज गाह्रो भइराखेको छ मित्रहरू। तिनजुरेको नाम त हजुरहरूले अवश्य पनि सबैले सुन्नुभएको होला। तिनजुरे लालीगुराँसको राजधानी तेह्रथुम जिल्लामा पर्छ अनि तपाईँहरू अवश्य पनि घुम्न आउनुहोला भन्न चाहन्छु मित्रहरू। तर मौसम अनुकूल बनाएर आउनुहोला अवश्य पनि। यो गाडी जामले गर्दाखेरि अहिले अलिकति खुलेको अवस्था छ, तैपनि गाडीहरू आउने क्रम जारी छ। एकदमै आज भिडभाड भएकोले गर्दाखेरि आज शनिबारको दिन पनि र छुट्टीको दिन पनि कर्मचारीहरू पनि आज फ्री भएको दिनले गर्दाखेरि पनि अलिक भिडभाड भएको हुनसक्छ। साथै आज शनिबारको दिन पाथिभरा मन्दिर दर्शन गर्ने मित्र श्रद्धालु भक्तजनहरू पनि अवश्य पनि आज आउनुहुने कारणले गर्दाखेरि आज एकदमै भिडभाड भएको अवस्था छ मित्रहरू। तपाईँहरू आउँदाखेरि सुविचार गरेर टाइमलाई र समयलाई र मौसमलाई मध्यनजर गरेर आउनुहोला भन्न चाहन्छु मित्रहरू। तिनजुरे घुम्न आउँदा अवश्य पनि आफ्नो तयारी गरेर आउनुपर्ने हुन्छ मित्रहरू, नत्र भने साह्रै नै दुःख पाइनेछ है मित्रहरू। यस्तो पानी परिरहन्छ, यहाँको मौसमको कुनै पनि बेला चेन्ज भइराख्न सक्छ। मौसम चेन्ज भएर तपाईँको दुःख पाउन सक्नुहुन्छ। त्यही भएर हजुरहरूले धेरै नै मौसमलाई चाहिँ विचार गरेर आउनुपर्ने हुन्छ मित्रहरू। त्यही माथि शनिबारको दिन र शुक्रबारको दिन, शुक्रबार र शनिबार चाहिँ तपाईँहरूलाई धेरै नै गाह्रो पर्न सक्छ मित्रहरू, किनकि यहाँनिर तपाईँको मन्दिर दर्शन गर्ने र छुट्टीको हिसाबले गर्दा धेरै नै घुम्न आउने हुँदाखेरि अन्य बारहरूमा आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबारतिर, शुक्रबारतिर आउनुभयो भने हजुरहरूलाई अलिक सहज हुनसक्छ मित्रहरू। तिनजुरे घुम्न आउँदाखेरि ध्यान दिनुपर्ने कुराहरू यस्तै छन् मित्रहरू। आज धेरै नै आउनुभएको छ, गाडीहरू आउने क्रम अझै पनि धेरै नै छ, आउँदै हुनुहुन्छ है त मित्रहरू। तपाईँहरू विचार गरेर आउनुहोला मित्रहरू। पानी पनि धेरै नै परिराखेको छ, बर्सातको समय त सुरु भइसकेको छ, तैपनि यति धेरै आज चाहिँ निकै दिन पछाडि पानी परेकोले गर्दाखेरि पानी अविरल बर्सात भइराखेको छ र गाडीहरू आउने क्रम जारी छ मित्रहरू। गाडी जाम भइराखेको छ मित्रहरू। गाडी जामले गर्दाखेरि निकै नै गाह्रो भइराखेको छ मित्रहरू। ल गाइज धेरै गाह्रो भयो।
यहाँ गाडी जाम भएर धेरै नै यात्रुहरूलाई पर्यटकहरूलाई गाह्रो भइराखेको छ मित्रहरू। पानी पनि त्यसरी नै परिराखेको छ मित्रहरू। तिनजुरे घुम्न आउँदाखेरि मौसमलाई चाहिँ धेरै नै विचार गरेर मात्रै हजुरहरू आउन सक्नुहुनेछ मित्रहरू, नत्र भने गाह्रो हुन्छ होला मित्रहरू तपाईँहरूलाई। मित्रहरू जाम खुलिसकेको छ मित्रहरू। अब भनेपछि तिनजुरेबाट प्रस्थान गर्नेहरूको सङ्ख्या बढै छ वात्तै। आज तपाईँको हजारौँको सङ्ख्यामा, यहाँ लाखौँको सङ्ख्यामा पर्यटकहरू आज आउनुभएको थियो तिनजुरेमा। साह्रै नै दुःख पाउनुभयो मित्रहरू। तपाईँहरू तिनजुरे घुम्न आउनुहुन्छ चाहनुहुन्छ भने मौसमलाई ख्याल गरेर मात्रै आउनुहोला, नत्र भने दुःख पाउनुहुनेछ मित्रहरू। अरुण उपत्यका बस पनि आइसकेको छ यहाँ अगाडि लाइट बालेर मित्रहरू। यहाँनिर गाडी यहाँनिर पङ्क्चर भएर धेरै नै गाह्रो भइराखेको छ मित्रहरू। गाडी जाम धेरै नै भएको अवस्था छ। गाडीहरू आउने जाने क्रमहरू एकदमै गाडी जाम खै खुल्न गाह्रो हो। पशुपति एक्सप्रेस, पशुपति दर्शन भन्ने बस पनि आएको छ। एकदमै गाह्रो भइराखेको छ। अब अलिकति खुलेको अवस्था छ अहिले मित्रहरू। ट्राफिक सरले गाडी खुलाउनु भएको छ। हुँदै गर्छ। यताटी आउनु न। अनि दोहोरो यता एकदमै भिडभाड यताबाट पनि उताबाट नि गर्दाखेरि अहिले झन् तपाईँको गाडी जाम भएको अवस्था छ बसन्तपुर बजारमा मित्रहरू। गाडी जाम भएर अति नै धेरै नै जाम भएको अवस्था छ। दोहोरो जाम भएर गाह्रो भइराखेको छ मित्रहरू। ल मित्रहरू, नयाँ वर्ष मनाउन र घुम्न आउनुहुन्छ भने तिनजुरेमा तपाईँहरूलाई स्वागत छ। हजुरहरूले ध्यान पुर्याएर आउनुहोला, समय मिलाएर आउनुहोला, समय र मौसमलाई अनुकूल बनाएर आउनुहोला मित्रहरू, नत्र भने गाह्रो हुन्छ मित्रहरू। एकदमै तपाईँको शुक्रबार र शनिबारको दिन चाहिँ धेरै नै भिडभाड हुने भएकोले गर्दा आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबारको दिन पारेर आउनुभयो भने अवश्य पनि राम्रो हुनेछ मित्रहरू। आदरणीय मित्रहरू, यसो भन्न चाहे हजुरहरूलाई। तिनजुरे घुम्न आउँदाखेरि धेरै नै ध्यान पुर्याउनु पर्नेछ
मित्रहरू